गाइज हामी चाहिँ आज कहाँ जान आँटेको भन्नु धरान जान आँटेको छौँ धरान जान आँटेको छौँ है हेर्दै गर्नुहोस् हाम्रो फुल भिडियो गाडी पर्खिरहेको गाडी पर्खेको गाडी नै आएको छैन अब अटोमा चढेको बस भेटिन उहाँले चाहिँ हामीलाई धरानसम्म लगिदिन्छु भन्नुभयो त्यही भएर हामी चाहिँ बसमा नचढिकन अटोको यात्रामा छौँ हेर्दै गर्नुहोला हामी चाहिँ तरारा पुग्यौँ यहाँ तरारादेखि पनि हामी धरान आइपुगेको अवस्था है हेर्न सक्नुहुन्छ धरानको घन्टाघर हामी चाहिँ कहाँ आइपुगेको धरान आइपुगेको अब हामी कहाँ जाने हामी डुल्ने यत्तिकै किन घुमेको अब चाहिँ हामी यहाँदेखि ट्र्याक्कै लगाएर यो बगरकोट साइड जानुपर्ने हुन्छ यो रोड लगाएर यता जानुपर्ने हुन्छ ल हामी चाहिँ यहाँ घुम्दैछौँ यता बगरकोट जाने यता हामी उकालो जाँदैछौँ हामी दुईजना भएपछि कहाँ पुगिन्छ कहाँ यहाँ भन्ने कहाँ थाहा हुँदैन अन्त ल गाइज हामी चाहिँ अहिले यहाँ खाएँ ल भन्ने दिदीकोमा जाँदैछौँ हामीले लोकेसन पत्ता लायौँ त्यही भएर जाँदैछौँ तर मलाई त कस्तो लाज लागिरहेको ल हामी त आइपुग्यौँ चटपटे खानु तपाईँकोमा सन्दीपको आमाले ल्याएको हो नि त होइन सन्दीपको आमा सिधाको आफ्नो मान्छे रहेछ नि त त्यो केटा इन्डियाको लौरे अनि केटी दिनु भनेर भएर त लौरेको छोरी त्यहाँको बिहा हाम्रो चटपटे बनाइदिँदै हुनुहुन्छ ल हामीले चाहिँ हाम्रो भाइरल दिदीकोमा चटपटे खाएर पनि जान आँटेको अघि त धेरै मान्छे हुनुहुन्थ्यो त्यही भएर मलाई चाहिँ कस्तो हट लाग्छ क्या छ होला हेर्छु ल बाई दिदी बस्तो हामी फेरि आउँछौँ हामीले बाटो नदेखेर लोकेसन ल पत्ता लगाएर ओ हेलो त्यसरी घोप्टेर आइ भनिन्छ के गर्नु चलाउँदैछु मलाई नि लगाइदेऊ यत्तिको माया गर्ने मान्छे त चाहिन्छ नि त मलाई जिन्दगीमा यत्तिको साथ सपोर्ट गर्ने मान्छे त चाहियो नि त हौ जिन्दगीमा होइन दिदी चाहिन्छ नि खोइ अनि तपाईँको छोरा ए हो वाह थ्याङ्क यू ओहो यति माया गर्ने साथी कसको छ मेरो छ ल हेर्नुहोस् यस्तो माया गर्छ मेरो साथीले मेरो साथीले कति माया गर्छ नि खोइ यति धेरै माया गर्ने साथी पाएको छु ल भाइ बस्नु हामी गयौँ ओइ पानी खोइ पानी थियो त हामी आयौँ जाम भयो नि होइन सामान छोडिएन नि हामी आफै छोडिराख्छौँ नि अहिले बाटो चाहिँ मलाई त उभर लाज लाग्छ यार के भएको यहाँ रहेछ है हामी त कस्तो वास्ता नगरेको कि यो बाटो त्यही त यो बाटो चाहिँ हामीले वास्ता नगरेको के यत्रो आउँदाखेरि यहाँ रहेछ यहाँ कुखुराको फर्म पनि रहेछ माथि रहेछ घर चाहिँ देखेको हेर यता चाहिँ भिडियो बनाउँदै कुद्दैछन् अब भाइरल के अब चाहिँ बोल्ने आँटा चटपटे बसेपछि त आउँदो रहेछ त बिचरा दाइहरू आएन भन्ने दिदीकोबाट पनि फर्किसकेको अटोमा फर्किँदैछौँ हामी दुईजना भएपछि चाहिँ जहाँ पनि पुग्न रेडी आएला दिदीसँग टिकट बनाएको छौँ भरे खाएन भन्ने दिदीको हजुर ल फाइनल्ली गाइज हामी चाहिँ आइपुगेको अनि त्यसपछि हामीले चाहिँ फुल भिडियो वाच गरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नलाई चाहिँ नभुलिदिनु होला।